बिक्री फिर्ता आएको छैन बाबु, अलि गोली लगाएको छु। फाइदा भन्नाले अब 7 लाख रुपियाँ चेट भइहाल्यो, अब के फाइदा हुनु। दादालाई भेट्दा दसैँमा टिका लाउन गएको थिएँ। उहाँले बोल्न त बोल्नु भएन, मुसु मुसु हाँस्नु भयो। हाम्रो जनताहरूले सबैजना चाहन पर्छ, चाह्यो भने हुन्छ बाबु। भन्नुभयो होला नि त नेताहरूले। नेताहरूले मलाई के भन्नुहुन्थ्यो भन्नु भएको छैन। मेरो मनदेखिले भनेको यो देशमा राजा आएन भने यो देश रहँदैन हजुरको। राजा आएन भने देश रहँदैन। हजुर हजुर। सिक्री लाउनु भएन। अस्ति लुटिहाल्यो, अब भयो लाउने त हो नि, छैन के लाउनु। यहाँ राष्ट्रवादी छ, कानको लुट्दैन बाबु, लुट्दैन हजुर बाबु। किन नलुट्ने भयो हजुर? यसपालि राष्ट्रवादी धेरै भयो, राम्रो छन्, अनि त्यही भएर भिजिलान्तीहरू छिरेर तपाईको लुटेको हो। हो हजुर, हो भिजिलान्तीहरू छिरेर हो बाबु हो। के छ अहिले राजालाई भेट्नु भएको छ कि छैन? छैन, राजालाई भेट्दा दसैँमा टिका लाउन गएको थिएँ। कस्तो आशीर्वाद पाउनु भएको थियो? उहाँले बोल्न त बोल्नु भएन, मुसु मुसु हाँस्नु भयो। भाइरल हुन्छ भन्नु भएको थियो के हो? होइन, भर्खर भाइरल त भर्खर भएको अस्ति न दसैँमा। राजाबाट आशीर्वाद लिने बित्तिकै भाइरल है। हजुर हजुर हजुर, हजुरहरूले पनि साथ सपोर्ट गरिदिनु पर्यो। पत्रकार भनेको चौथो अङ्ग हो, हजुरहरूले पनि साथ सपोर्ट गरिदिनु पर्छ। के छ त राजा फर्काउन सकिहालिन्छ नि, जनताले चाह्यो भने सकिहाल्छ नि। हाम्रो जनताहरूले सबैजना चाहन पर्छ, चाह्यो भने हुन्छ बाबु। सिक्री फिर्ता आएको छैन बाबु, अलि गोली लगाएको छु। फाइदा भन्नाले अब 7 लाख रुपियाँ चेट भइहाल्यो, अब के फाइदा हुनु। 7 लाख त कमाएको छैन। अब चाहिँ नि अलिअलि, अब चाहिँ नि 2-4 लाख पनि छैन, 2 लाख कमाई। हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश। हिन्दू राष्ट्र